नमस्ते। के तपाईहरुलाई थाहा छ तपाईको खेतको माटो केवल धुलो बालुवा र ढुङ्गाको मिश्रण मात्र होइन, यो त अरबौं जीवहरू बस्ने एउटा जीवित संसार हो। यदि माटोबाट यी सूक्ष्म जीवहरू अथवा माइक्रोब्सहरू हराउने हो भने खेतको उत्पादन क्षमता शून्य हुन सक्छ। आज हामी एउटा अत्यन्तै महत्त्वपूर्ण विषय, माटोको स्वास्थ्य सुधार र उत्पादन वृद्धिमा सूक्ष्म जीवको भूमिका भन्ने बारे चर्चा गर्नेछौँ। यी सूक्ष्म जीवहरू हामीले नाङ्गो आँखाले त देख्न सक्दैनौँ, तर यिनीहरूले रात दिन काम गरेर हाम्रो माटोलाई जीवित राखिरहेका छन्। यस भिडियोमा हामी विशेष गरी यी सूक्ष्म जीव भनेको के हुन् अनि यिनीहरूलाई बाँच्नको लागि के चाहिन्छ, माटोमा रहेका पात, बालीहरूका अवशेषहरू, गोबर मल र अन्य जैविक पदार्थलाई बिरुवाको लागि चाहिने पोषक तत्त्वमा रूपान्तरण कसले र कसरी गर्छन्, र अर्को कुरा, रासायनिक मल र माटो वा हावामा रहेका पोषक तत्त्वलाई बिरुवाले सजिलै पाउन सक्ने गरी सूक्ष्मजीवहरूले कसरी मद्दत गर्छन्, माटोको संरचनाको सुधार गरी हावा पानी धारण गर्न सक्ने क्षमताको वृद्धि यी सूक्ष्मजीवहरूले कसरी गर्छन् होला, र अन्त्यमा रासायनिक मलमा निर्भरता घटाएर आफ्नै खेतमा यी उपयोगी सूक्ष्मजीवहरूको संख्या कसरी बढाउन सकिन्छ भन्ने जस्ता विभिन्न विषयहरूमा हामी आज छलफल गर्नेछौँ। आउनुहोस्, अब हामी सूक्ष्मजीव भनेका के हुन् र यिनको भोजन के हो सरल भाषामा बुझौँ। हाम्रो नाङ्गो आँखाले देख्न नसकिने तर माटोमा करोडौं संख्यामा बस्ने साना जीवहरूलाई नै सूक्ष्मजीव भनिन्छ। माटोमा मुख्य रूपमा ब्याक्टेरिया, फंगस र एक्टिनोमाइसिटिस जस्ता सूक्ष्मजीवहरू हुन्छन्। यी नै स्वस्थ माटो बनाउने वास्तविक कामदारहरू हुन्। तर यी सूक्ष्मजीवहरू बाँच्नका लागि यिनीहरूलाई पनि के चाहिन्छ? खाना चाहिन्छ। यिनीहरूको मुख्य खाना भनेको जैविक पदार्थ हो, अर्थात् अर्ग्यानिक म्याटर हो, जस्तै गोबर मल, कम्पोस्ट मल, हरियो मल, बालीका अवशेषहरू जस्तै पात, डाँठ र जराहरू। यी वस्तुहरूबाट यिनीहरूले ऊर्जा र पोषण पाउँछन्। उदाहरणका लागि, जसरी हामीलाई काम गर्न खाना, पानी र अन्य विभिन्न चिजहरू चाहिन्छ, यसै गरी यी सूक्ष्म जीवहरूलाई पनि खाना, पानी, हावा र उपयुक्त तापक्रमको आवश्यकता पर्दछ। यी सबै कुरा मिल्यो भने सूक्ष्म जीवहरूको छिट्टो वृद्धि हुन्छ, छिट्टै बढ्छन् र माटोमा धेरै उपयोगी कामहरू गर्दछन्। यदि माटोमा जैविक पदार्थ कम भयो भने सूक्ष्म जीवहरूको संख्या पनि घट्छ र माटोको उर्वरा शक्ति पनि बिस्तारै कमजोर हुँदै जान्छ। धेरै चिसो ठाउँमा तापक्रम कम हुँदा पनि सूक्ष्मजीवहरू कम सक्रिय हुन्छन्। त्यसैले त्यहाँ पात र अन्य जैविक पदार्थहरू पुग्न धेरै लामो समय कुर्नुपर्छ। आउनुहोस्, अब हामी माटोमा रहेका पात, बालीका अवशेष, गोबर मल र अन्य जैविक पदार्थलाई बिरुवाले खाने पोषक तत्त्वमा कसले र कसरी परिवर्तन गर्छन् भन्ने कुरा सरल भाषामा बुझौँ। यो प्रक्रियामा मुख्य भूमिका माटोका सूक्ष्म जीवहरूको हुन्छ। ब्याक्टेरिया, फंगाई र एक्टिनोमाइसिटिस जस्ता सूक्ष्म जीवहरूले माटोमा वास्तविक रिसाइकल गर्ने कामदारको रूपमा काम गर्छन्। यी सूक्ष्म जीवहरूले पात, गोबर मल र बालीका अवशेषहरूलाई विघटन अथवा डिकम्पोजिसन गरी त्यसमा भएका पोषक तत्त्व बिरुवाले प्रयोग गर्न सक्ने रूपमा उपलब्ध गराउन मद्दत गर्दछन्। हामीले खेतमा हाल्ने गोबर मल, कम्पोस्ट, पात वा बालीका अवशेषमा धेरै जसो सेलुलोज, हेमिसेलुलोज र लिग्निन जस्ता जटिल पदार्थहरू हुन्छन्। त्यसैले यी सूक्ष्म जीवहरूले आफ्नो शरीरबाट विशेष इन्जाइम्सहरू निकाल्छन्। यी इन्जाइम्सहरूले
पात, गोबर, मल र बालीका अवशेषमा भएका जटिल जैविक पदार्थलाई बिस्तारै टुक्र्याएर सरल पदार्थमा बदलिदिन्छन्। त्यसपछि अर्को प्रक्रियामा, जसलाई खनिजीकरण अथवा मिनरलाइजेसन भनिन्छ, ती जैविक पदार्थमा रहेका पोषक तत्त्वहरू बिरुवाले सोच्न सक्ने रूपमा माटोमा उपलब्ध हुन थाल्दछ। उदाहरणका लागि, जैविक नाइट्रोजन पहिले अमोनियामा परिवर्तन हुन्छ र त्यसपछि केही विशेष ब्याक्टेरियाको सहयोगले नाइट्रेटमा रूपान्तरण हुन्छ। जैविक फस्फोरस अर्थोफस्फेट र जैविक सल्फर सल्फेटका रूपमा उपलब्ध हुन्छन्। पोटासियमको हकमा भने सूक्ष्मजीवहरूले पात, गोबर, मल र माटोका केही खनिजबाट पोटासियम आयन मुक्त गराउन मद्दत गर्दछन्। यही अमोनियम नाइट्रेट, अर्थोफस्फेट र पोटासियम आयन जस्ता रूपहरू बिरुवाको जराले सजिलै सोच्न सक्छ। यस क्रममा सबै जैविक पदार्थ पूर्ण रूपमा पोषक तत्त्वमा मात्र परिवर्तन हुँदैनन्, त्यसको केही भाग स्थिर भएर ह्युमस बन्छ। ह्युमसमा ह्युमिक एसिड र फल्विक एसिड जस्ता उपयोगी पदार्थ पनि हुन्छन्। यी पदार्थले माटोको संरचना सुधार्ने, पानी र पोषक तत्त्व अड्याएर राख्ने तथा बिरुवाको जराको विकासमा सहयोग पुर्याउने काम गर्दछन्। उदाहरणका लागि, जस्तै यदि हामीले खेतबारीमा ढैँचालाई जोतेर छोडिदियौँ भने केही महिनापछि बिस्तारै गलेर वा टुक्रिएर माटोमा मिसिन्छ। यही काम सूक्ष्मजीवहरूले गरेका हुन्छन्। अन्ततः यही हरियो मलबाट बनेका पोषक तत्त्वहरू बालीले प्रयोग गर्छ। यदि माटोमा सूक्ष्मजीव नै नहुने हो भने गोबर मल, हरियो मल वा बालीका अवशेषहरू धेरै समयसम्म कुहिँदैनन्। त्यसमा भएका पोषक तत्त्व बिरुवाले पाउन पनि सक्दैनन् र माटोको उर्वरा शक्ति पनि बिस्तारै घट्दै जान्छ। आउनुहोस्, अब हामी रासायनिक मल र माटो वा हावामा रहेका पोषक तत्त्वलाई बिरुवाले सजिलै पाउनको लागि सूक्ष्मजीवहरूले कसरी मद्दत गर्छन् भन्ने बारे बुझौँ। हामीले खेतमा रासायनिक मल हाल्दैमा त्यो सबै मल बिरुवाले तुरुन्तै प्रयोग गर्न सक्दैन। यसै गरी हावामा करिब 78% नाइट्रोजन भए पनि बिरुवाले त्यसलाई सिधै लिन सक्दैन। हो, यही ठाउँमा माटोका सूक्ष्मजीवहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। नाइट्रोजन स्थिरीकरण अथवा नाइट्रोजन फिक्सेसनमा केही विशेष सूक्ष्मजीवहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। उदाहरणका लागि, दलहन बालीको जरामा बस्ने राइजोबियम ब्याक्टेरियाले हावामा रहेको नाइट्रोजन ग्यासलाई अमोनियामा परिणत गर्छ। यो अमोनिया तुरुन्तै बिरुवाले प्रयोग गर्न सक्ने अमोनियम तथा अन्य नाइट्रोजन युक्त यौगिकमा परिणत हुन्छ। यसरी हावामा प्रशस्त मात्रामा रहेको नाइट्रोजन बिरुवाको वृद्धि र विकासका लागि उपयोगी बन्छ। माटोमा फस्फरस पर्याप्त मात्रामा भए पनि त्यसको ठुलो भाग बिरुवाले सोच्न नसक्ने अघुलनशील अवस्थामा बाँधिएर बसेको हुन्छ। केही लाभदायी ब्याक्टेरिया र फङ्गाइले जैविक अम्ल अथवा अर्ग्यानिक एसिड्स र अन्य यौगिकहरू उत्पादन गर्छन्। यी पदार्थहरूले अघुलनशील फस्फरसलाई घुलनशील अर्थोफस्फेटको रूपमा माटोमा उपलब्ध गराउँछन्। यही रूपलाई बिरुवाको जराले सजिलै सोच्न सक्छ। केही लाभदायी फङ्गाई, जसलाई माइक्रोराइजल फङ्गाई भनिन्छ, बिरुवाको जरासँग सहजीवी सम्बन्ध अथवा सिम्बायोटिक रिलेसनसिप बनाएर बस्छन्। यी फङ्गाई मसिना धागो जस्ता तन्तुहरू, जसलाई हाइफी भनिन्छ, जराभन्दा धेरै टाढासम्म फैलिन्छन्। यसले जराको प्रभावकारी क्षेत्र धेरै गुणा बढाइदिन्छ। यी हाइफीले माटोको टाढा टाढासम्म पुगेर पानी, फस्फरस, जिङ्क, कपर लगायतका पोषक तत्त्वहरू बिरुवासम्म पुर्याउन मद्दत गर्छन्। यसको बदलामा बिरुवाले
प्रकाश संश्लेषणबाट बनाएको चिनी यी फङ्गाईलाई उपलब्ध गराउँछ। यसरी दुवै एक अर्कालाई फाइदा पुर्याइ बसेका हुन्छन्। उदाहरणका लागि यदि बिरुवाको जरा एउटा सानो हात हो भने माइकोराइजाका हाइफीहरूले त्यस हातमा धेरै लामो र पातला औँलाहरू थपिदिन्छन्। त्यसैले बिरुवाले सामान्य जराले नपुग्ने ठाउँबाट पनि पानी र पोषक तत्त्व सजिलै प्राप्त गर्न सक्छ। त्यसैले सूक्ष्मजीवहरूले रासायनिक मलको पोषक तत्त्व उपभोग गर्ने क्षमता अथवा न्युट्रिएन्ट युज एफिसिएन्सी पनि बढाउँछन्। यही कारणले स्वस्थ माटोमा कम रासायनिक मल प्रयोग गर्दा पनि राम्रो उत्पादन लिन सकिन्छ। सूक्ष्मजीवहरूको अर्को महत्त्वपूर्ण काम भनेको माटोको संरचना सुधार्नु हो। स्वस्थ माटो केवल धेरै पोषक तत्त्व भएको माटो मात्र होइन, राम्रो संरचना भएको माटो पनि हो। माटोमा रहेका ब्याक्टेरिया र फङ्गाईहरूले विशेष प्रकारका चिप्ला पदार्थ अथवा पोलिसेकेराइड्स उत्पादन गर्छन्। साथै फङ्गाईका मसिना धागो जस्ता हाइफीले माटोका साना साना कणहरूलाई एक आपसमा जोडेर साना साना माटोका समूह अथवा सोइल एग्रिगेट्स बनाउँछन्। यस्ता समूह बनेपछि माटो बुरबुराउँदो हुन्छ, जसले हावा सजिलै छिर्ने, पानी धारण गर्ने क्षमता वृद्धि हुने गर्छ। यसले बिरुवाको जरालाई पनि सजिलै फैलन, पोषक तत्त्व र पानीसम्मको सहज पहुँच हुन मद्दत गर्छ। उदाहरणका लागि यदि माटोका कणहरू इँटा हुन् भने सूक्ष्मजीवहरूले बनाउने चिप्ला पदार्थ सिमेन्ट जस्तै हुन्। जसरी सिमेन्टले इँटालाई मजबुत रूपमा जोड्छ, त्यसै गरी सूक्ष्मजीवहरूले माटोका कणहरूलाई जोडेर बलियो र बुरबुराउँदो संरचना बनाउँछ। यही कारणले जैविक पदार्थ र सूक्ष्मजीवहरूले भरिएको माटो धेरै खुकुलो, उर्वर र पानी राम्रोसँग धारण गर्न सक्ने हुन्छ। यस्तो माटोमा बिरुवाको जरा राम्रोसँग फैलिन्छ र बाली पनि स्वस्थ रूपमा बढ्छ। माटोमा केही विशेष ब्याक्टेरिया हुन्छन् जसलाई पिजिपिआर अथवा प्लान्ट ग्रोथ प्रोमोटिङ राइजोब्याक्टेरिया पनि भनिन्छ। यस समूहमा स्युडोमोनास र ब्यासिलस जस्ता लाभदायी ब्याक्टेरिया पर्दछन्। यी ब्याक्टेरियाहरू बिरुवाको जराको वरिपरि बस्छन् र अक्जिन, जिब्रेलिन तथा साइटोकाइनिन जस्ता वृद्धि नियन्त्रक पदार्थ अथवा प्लान्ट ग्रोथ रेगुलेटर्स उत्पादन गर्छन्। यी पदार्थहरू जराको सम्पर्कबाट बिरुवाले ग्रहण गर्छ वा जराको सतहमा नै काम गरेर बिरुवालाई वृद्धि गर्न सङ्केत दिन्छ। अक्जिनले नयाँ जरा र जराका मसिना शाखाहरू अथवा रुट हेयर्स बन्न मद्दत गर्छ, जसको कारणले बिरुवाले माटोबाट अझ धेरै पानी र पोषक तत्त्व लिन सक्छ। जिब्रेलिनले डाँठको वृद्धि, पातको विस्तार र केही अवस्थामा बिउको अङ्कुरणलाई प्रोत्साहन पनि गर्छ। साइटोकाइनिनले कोशिका विभाजन बढाउँछ, नयाँ हाँगा र पातको विकासमा सहयोग गर्छ र पातलाई लामो समयसम्म हरियो राख्न पनि मद्दत गर्छ। अर्को महत्त्वपूर्ण कुरा के हो भने यी लाभदायी सूक्ष्मजीवहरूले बिरुवाको प्राकृतिक प्रतिरोधात्मक क्षमता पनि बढाउँछन्। खडेरी, बढी नुनिलो माटो, अत्याधिक चिसो वा धेरै गर्मी जस्ता प्रतिकूल अवस्थाहरूमा पनि यिनीहरूले बिरुवालाई जोगाउन सहयोग पनि गर्छन्। यी सूक्ष्मजीवहरूले जराको विकास राम्रो बनाउँछन्, जसले बिरुवाले माटोबाट अझ धेरै पानी र पोषक तत्त्व लिन सक्छ। साथै केही सूक्ष्मजीवहरूले एसिसी डिमिनेज नामक इन्जाइम उत्पादन गर्छन्, जसले तनावका बेला बिरुवामा धेरै बन्ने इथाइलिन हर्मोनको मात्रा कम गर्छ। इथिलिन धेरै बढेमा बिरुवाको वृद्धि सुस्त हुन्छ, त्यसैले यसको मात्रा नियन्त्रणमा राख्दा बिरुवा राम्रोसँग बढ्न सक्छ। केही सूक्ष्मजीवहरूले जराको वरिपरि चिप्लो पदार्थ
एक्जोपोलिसेकेराइड्स अथवा इपिएस पनि बनाउँछन्, जसले माटोमा चिस्यान जोगाउन मद्दत गर्छ। यसका साथै केही सूक्ष्मजीवहरूले बिरुवाको कोशिकालाई क्षति पुर्याउने तनावसँग लड्न आवश्यक सुरक्षा प्रणाली पनि सक्रिय गराइदिन्छन्। यी सबै कारणले बिरुवा सजिलै ओइलाउने सम्भावनाबाट टाढा हुन्छ, प्रतिकूल अवस्थालाई राम्रोसँग सहन सक्छ। उदाहरणका लागि, जस्तै कठिन समयमा राम्रो साथीले हामीलाई सहयोग गर्छ नि, त्यसै गरी यी लाभदायी सूक्ष्मजीवहरूले पनि बिरुवालाई खडेरी, धेरै गर्मी, चिसो वा नुनिलो माटो जस्ता कठिन अवस्थासँग जुझ्न सहयोग गर्छन्। त्यसैले यिनीहरूलाई बिरुवाका प्राकृतिक सहयोगी पनि भनिन्छ। यदि तपाईहरू पनि आफ्नै खेतबारीमा यी लाभदायी सूक्ष्मजीवहरूको सङ्ख्या बढाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले माटोमा उनीहरूको बस्न र बढ्न मिल्ने वातावरण बनाउनु पर्छ। खेतमा नियमित रूपमा गोबर मल, कम्पोस्ट मल, हरियो मल, बालीका अवशेष र सडेका पात प्रयोग गर्न सकिन्छ। यिनै सूक्ष्मजीवहरूको मुख्य खाना हुन्। जैविक पदार्थ जति बढी हुन्छन्, सूक्ष्मजीव पनि त्यति नै सक्रिय हुन्छन्। बारम्बार गहिरो जोताइ गर्दा माटोको प्राकृतिक संरचना बिग्रन सक्छ र धेरै सूक्ष्मजीवहरूको वासस्थान पनि प्रभावित हुन सक्छ। त्यसैले आवश्यक परे मात्रै जोताइ गर्न सकिन्छ। धेरै सुक्खा वा धेरै पानी जमेको माटो दुवै सूक्ष्मजीवका लागि राम्रो मानिँदैन। त्यसैले माटोमा सन्तुलित चिस्यान कायम राख्नु आवश्यक हुन्छ। रासायनिक मल आवश्यकता अनुसार माटोको परीक्षणको आधारमा मात्रै प्रयोग गर्नुपर्छ। अनावश्यक वा अत्याधिक प्रयोगले माटोको जैविक सन्तुलन बिगार्न सक्छ। त्यसै गरी विषादी पनि आवश्यक परे मात्र सिफारिस गरिएको मात्रामा प्रयोग गर्नुपर्छ। सम्भव भए राइजोबियम, एजोटोब्याक्टर, एजोस्पाइरिलियम, फोस्फेट सोलुबिलाइजिङ ब्याक्टेरिया र माइकोराइजा जस्ता सूक्ष्मजीवहरूको प्रयोग गर्नुपर्छ। याद राख्नुहोस्, स्वस्थ माटो भनेको धेरै रासायनिक मल हालिएको माटो होइन, धेरै जीवित सूक्ष्मजीव भएको माटोलाई मानिन्छ। जब माटोमा उपयोगी सूक्ष्मजीवहरूको सङ्ख्या बढ्छ, तब माटो आफै उर्वर बन्छ, पोषक तत्त्वहरूको उपयोग क्षमता पनि बढ्छ र बिस्तारै रासायनिक मलमा निर्भरता पनि घट्दै जान्छ। स्वस्थ माटो नै स्वस्थ बाली र दिगो कृषि उत्पादनको आधार हो। धन्यवाद।